सूचना प्रविधिमा आधारित डिजिटल प्लेटफर्मलाई प्रयोग गरेर कतिपय विदेशी पर्यटकहरू व्यक्तिगत र सामूहिक रूपमा नेपालमा आउने गरेका छन्। तर उनीहरूको नेपाल भ्रमणले समग्र नेपालको पर्यटनमा समेत कस्तो प्रभाव पारिरहेको छ भन्नेमा अनुगमनको चाहिँ कमी देखिएको पर्यटन व्यवसायी बताउँछन्। पर्यटकहरूलाई नेपाल ल्याउनलाई चाहिँ डिजिटल प्लेटफर्मले सहयोग गर्यो, तर स्तरीय पर्यटक आएनन्। स्तरीय बजेट पर्यटकहरू मात्रै आए र जसले गर्दाखेरि जस्तै एउटा विदेशीले नेपालको विदेशी कम्पनी नै प्रयोग गरेर उसले होटेल बुक गर्छ, booking.com अथवा अन्य कुनै .com युज गरेर होटेल बुक गर्छ। नेपालको होटेल बुक गर्दाखेरि उसले 15 देखि 25% कमिसन चाहिँ त्यही कम्पनीले लान्छ। भनेको मतलब तपाईको $100 को रुम एउटा विदेशीले पर्यटकले बुकिङ गर्यो त्यो प्लेटफर्मबाट, उसले 20% लग्यो भने 100 मा $20 त गयो। तर त्यो $20 जुन कम्पनी लगिरहेछ त्यो कम्पनी नेपालमा रजिस्टर्ड पनि छैन, उसले कर पनि तिर्दैन। नेपालमा उसले कमाएको पैसाले यहाँ कहीँ बस्दा नै बस्दैन। त्यो हाम्रो यहाँको लगानी भएका होटेलहरू, रेस्टुरेन्टहरू, जुन जुन एसेटहरू छन् तिनीहरू चाहिँ विदेशी कम्पनी मार्फत बुकिङ हुन्छन्, कमिसन त्यहीँ बस्छ भने होटेलको नेट प्रफिट चाहिँ बाहिरै गइरहेछ।